ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई उनी हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो ख्रिस्तीय अभिवादन। म सिलास सधैँ जस्तै फेरि पनि तपाईहरु माझ छोटो वचनको भिडियो लिइकन उपस्थित भएको छु। आजको वचनको खण्ड हामीले प्रभुलाई कस्तो समयहरू दिँदैछौँ त? के हामीले प्रभुलाई दिने समयहरू ठिक छ त? के हामीले प्रभुलाई असल समयहरू दिँदैछौँ त? आउनुहोस् प्रियहरू, यस विषयमा म तपाईहरु माझ एउटा उदाहरण राख्न चाहे। एउटा मण्डलीमा धेरै विश्वासीहरू थिए, तर भर्खरै चर्च निर्माण भइरहेको थियो अनि आर्थिक अवस्थामा धेरै कम परेको कारणले गर्दा आर्थिक अवस्थाले गर्दाखेरि चर्चमा सबै कुरो कम्प्लिट भएको थियो, तर छाना भन्ने चाहिँ आधी मात्रै लगाएको थियो। अनि चर्च 10 बजे स्टार्ट हुन्थ्यो, 11 बज्दाखेरि त टन्टलापुर घाम लाग्दाखेरि नि चर्चको मान्छेहरू घामले पोलेर पसिनै पसिना हुन्थ्यो। आधी चाहिँ छाना छ, आधी चाहिँ छाना मुनि मजाले बसेर प्रभुको वचन सुनिरहेको हुन्थे, तर आधी चाहिँ एकदम बेचैन हुन्थ्यो घामले पोलेर। अनि मण्डलीको अगुवाले तपाईहरु सबैजना यतापट्टि सर्नुहोस्, मिलेर सबैजना बस्नुहोस्, खाँदा भए पनि केही छैन, मिलेर बस्नुहोस् है। अनि यसरी नै चलिरहन्थ्यो। चर्च सुरु भयो, 11 बजे घाम लागेपछि सबैजना उतापट्टि सर्ने। अनि अर्को हप्ता पनि चर्च सुरु भयो, घाम लाग्यो, घामले पोल्यो, अनि पोलेपछि फेरि आधी अर्कोपट्टि सर्ने। यस्तै चलिरह्यो। 1 वर्ष पुग्दाखेरि चाहिँ परमेश्वरको अनुग्रहमा, परमेश्वरको आशिषमा चर्च अब कम्प्लिट भएको छ। छाना मजाले लगाएको छ, अब घाम भित्र पस्दैन। अब चर्च सुरु भयो, 11 बज्यो, विश्वासीहरू त फेरि उतै सर्ने। अर्को हप्ता चर्च सुरु भयो 10 बजे, 11 बज्यो, फेरि पनि विश्वासीहरू उतैपट्टि सर्ने। अब त घाम छैन, छाना लगाएको छ, र पनि विश्वासीहरू उतैपट्टि सर्ने। प्रियहरू, यो उदाहरणबाट तपाईँ र मैले कस्तो कुरा बुझ्न सक्छौँ भन्दाखेरि, यो विश्वासीहरू चाहिँ नि एउटा बानी परेको विश्वासी। जानै पर्छ चर्च, नगई हुँदैन। मेरो आमा बाउले सिकाएको कुरा हो, अनदेखा पनि गर्नु भएन है, जानै पर्छ भन्ने कुरामा चाहिँ बानी परेको। तर तपाईँ र म चाहिँ बानी परेको होइन प्रियहरू। तपाईँ र म चाहिँ एउटा तृष्णा भएर, तृष्णा लिएर चर्च जानुपर्छ। आज म चर्च जान्छु, प्रभुलाई भेटाउँछु, प्रभुसँग बात गर्छु, प्रभुलाई म छुन्छु, मेरो हृदयको सबै गुनासोहरू, पीडा, कष्टहरू सबै कुरा प्रभुलाई भन्छु। मेरो प्रभु सिवायको अरू केही पनि छैन। मलाई प्रभु चाहिएको, मलाई प्रभुको अङ्गालो चाहिएको, मलाई प्रभुको तृष्णा चाहिएको। जब हामीले यो तृष्णा लिकन चर्च जान्छौँ नि प्रियहरू, तपाईँ र म धेरै आशिषित हुन्छौँ। बानी परे जस्तो होइन, बानी परे जस्तो जब हामी भएर जान्छौँ भने तपाईँ र मैले केही पनि कुरा सिक्दैनौँ, हामी आशिषित बन्दैनौँ। जानुपर्छ, समय बिताउनु पर्छ, अनि गयो, बस्यो, समय बिताए, आयो, उन्नति केही पनि छैन, सुधार केही पनि छैन। आज तपाईँ र मेरो जीवनमा चाहिँ दिनदिनै सुधार आउनुपर्छ, उन्नति भन्ने कुराहरू आउनुपर्छ। अनि यो सबै कुरा चाहिँ कसरी आउँछ भन्दाखेरि तृष्णा। जब तपाईको मनमा, मेरो मनमा त्यो तृष्णा छैन, तब हामी परमेश्वरको आशिषको हकदार बन्न सक्दैनौँ। तब यो तृष्णा चाहिँ जब हाम्रो हृदयमा छ भने हामी धेरै आशिषको कारणहरू बन्न सक्छौँ। एफिसी 4 को 22, 23 अनि 24ले के भन्छ? तिमीहरूको अगाडिको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग, तिमीहरूको पुरानो स्वभाव त्याग,
आफ्नो भित्री वर्तौमा नयाँ हौ, परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। एफिसी 4 अध्यायको 22, 23 अनि 24ले यो कुरा भन्यो। जब हाम्रो जीवनमा पुरानो स्वभावहरू छ भने हामी बानी परे जस्तै जानै पर्छ भन्ने कुराहरू मात्र हुन्छ, पुरानो स्वभावहरू। तर जब यो पुरानो स्वभावहरू जब हामीले त्याग्छौँ नि, दिन प्रतिदिन हामी नयाँ 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 हुँदै जान्छौँ। दिन प्रतिदिन हाम्रो जीवनमा नयाँ नयाँ तृष्णा जाग्दछ। अनि त्यतिखेर हामी पहिलाको जीवन अनि अहिलेको जीवन सँगै मिलाउँदाखेरि कहिले पनि मिल्दैन। हामी त नयाँ भइसकेका हुन्छौँ प्रियहरू। आज परमेश्वरको छोराछोरी, परमेश्वरको जन भएपछि चाहिँ हाम्रो जीवनमा सुधार आउनुपर्छ, उन्नति आउनुपर्छ। जब यही कुरा छैन, हामी अझै पनि पुरानै स्वभावमा बसिरहेका छौँ भने आज तपाईँ र मैले चाहिँ अहिलेसम्म प्रभुलाई विश्वास गरेको चाहिँ व्यर्थै हुनेछ। यसकारण प्रियहरू, हामी आशिषित हुनु छ, हाम्रो आत्मा बचाउनु छ, हामी प्रभुसँग सधैँभरि सम्बन्धमा बस्नु छ भने हाम्रो मनमा एउटा तृष्णा हुनुपर्छ। म प्रभुलाई भेट्टाएरै छाड्छु, म प्रभुको अङ्गालोमा डुबेरै छाड्छु। प्रभु, मलाई तपाईँको अङ्गालो चाहिएको, प्रभु मलाई तपाईँको उपस्थिति चाहिएको। म तपाईँ बिना अधुरो छु प्रभु, म तपाईँ बिना लुला लङ्गडा जस्तो हुन्छु, तपाईँ बिना म केही पनि गर्न सक्दिनँ भन्दै यो तृष्णा लिएर जब हामी प्रभुको शरणमा जान्छौँ प्रियहरू, प्रभुले हामी प्रत्येकजनालाई, तपाईँको परिवारलाई, तपाईँलाई अनि तपाईँको सारा प्रार्थना गर्दै गरेको जनहरूलाई खाद्दी हल्लाई पोखिने गरी त्यो आशिषहरू दिनुहुनेछ। यो छोटो वचनमा परमेश्वरले धेरै धेरै आशिष दियो। प्रेज द लर्ड।